हेलो गाइस, ल आज हामी चाहिँ फिस हन्टिङ गर्न जाँदैछौँ। अब हेरौँ के हुन्छ फिस हन्टिङ गर्नलाई। मसँग यहाँ मेरो यहाँ श्रीमती हुनुहुन्छ, अनि पूजा, सम्झना र शिखा भएर जाँदैछौँ। हेरौँ के पर्छ। अनि हामीसँग भाडा छ है, यो भाँडोमा चाहिँ हामी माछा पार्छौँ। पछि देखाउँछौँ। मकैको पिठो चारो भन्छौँ हामीले, चारो हाल्दैछ। अब चारो राखेको भाँडो लिएर गएर पानीमा राख्ने। माछालाई चारो थाप्यो, अनि एकछिन बस्यो, यसो हेरेको ऐसोले पाकेको रहेछ। अनि ऐसोले आएर ऐसोले सम्झना र शिखाले ऐसोले खान थाले। ठ्याक्कै फेरि मम्मीहरू पनि आउनुभयो, ऐसोले खानुभयो। अनि त्यसपछि सेल्फी खिच्यो, भिडियो बनायो, एकछिन गफगाफ गऱ्यो। ट्याक्कै पारि हेरेको साल फुल्या रहेछ। सालको यसो भिडियो लिन मन लागिहाल्यो, अनि एउटा भिडियो पनि ट्याक्कै लिइहाल्यो। नि अब त माछा पऱ्यो होला, अब हेर्न गएको फ्याट माछा त एक बटवटा परेको रहेछन् मेरा बानी। फाइनली अब फिस हन्टिङ सक्यो। त्यतिखेर साँझ पनि गइसकेको थियो, 7 बजी लगभग घर मम्मी पनि खोज्न आइसक्नु भएको थियो। अनि त्यसपछि हामीले माछा मार्यो। लगभग अब आधी किलोभन्दा बढी, 1 किलोभन्दा कम जति माछा मार्यो। त्यसपछि घर आइयो, पकाइयो, खाइयो। थ्याङ्क यू फर वाचिङ दिस भिडियो।